रेशम चौधरी पक्राउबारे कुनै पूर्वाग्रह नभएको गृहमन्त्री लेखकको भनाई। संविधान र व्यवस्था विरोधी कुनै पनि गतिविधि सही नहुने गृहमन्त्री लेखकको चेतावनी। सशस्त्र प्रहरीद्वारा 2 दिनमा 1844 स्थानमा चेक पोइन्ट स्थापना। रविन्द्र मिश्रलाई थप 5 दिन हिरासतमा राख्ने अनुमति। मिश्रमाथि थपियो अर्को पनि मुद्दा। ललितपुर महानगरपालिकामा स्थानीय तहले दियो आज सार्वजनिक विदा। प्रधानमन्त्री ओली भन्छन् निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प हो। रासपा प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गर्ने पूर्व सिपाही पक्राउ। आतंकवाद विरुद्ध मधेसवादी दलले जनाए ऐक्यबद्धता। कोटा प्रणाली मार्फत मल वितरण व्यावहारिक नभएको माओवादी सांसद माधव सापकोटाको भनाई। बीजेपी वरिष्ठ नेता कोश्यारी र माओवादी अध्यक्ष प्रचण्ड बीच ललितपुरको खुमलटारमा भेटवार्ता। राष्ट्र बैंकको गभर्नर चाँडो नियुक्ति गर्न सांसद खतिवडाको माग। अन्ततः नवराज सुवेदीकै नेतृत्व स्वीकारे लिङदेन र राजावादीहरूले। अनलाइनबाट 2.5 करोड बढी ठगी गरेको आरोपमा 7 जना पक्राउ। अमुक व्यापारीलाई फाइदा हुने गरी करका दर हेरफेर हुने चलखेल रोक्न अर्थमन्त्रीलाई वर्षमान पुनको सुझाव। कुलदेवता सम्झिएर मतदान गर्दा सरकारले 2/3 ल्याएर देखाउन रासपा सांसद हरि ढकालको चुनौती। जनप्रतिनिधिको संख्या आधा घटाउन प्रधानमन्त्री र मन्त्रीको पनि कार्यकाल तोक्न नेकपा यसको प्रस्ताव। प्राधिकरण 5 अर्ब घाटामा रहेको भन्दै जारी गरिएको श्वेत पत्र प्रति कंग्रेस सांसदकै आपत्ति, मागे मन्त्रीको जवाफ। मुगलिन पोखरा सडक खण्ड विस्तार अन्तर्गत पूर्वी खण्डमा 3 किलोमिटर मात्रै कालोपत्रे बाँकी। पर्वत एमालेमा देखिएको विवाद टाउको फुटाएर अबिर जात्रा। धादिङमा 88 वर्षीय वृद्धमाथि खुकुरी प्रहार। इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ। डिपेन्डेन्ट भिसामा क्यानाडा लैजाने भन्दै युवतीले ठगिन 20 लाख। राजाले गद्दी त्यागेर सुख नपाउने भन्दै देशको स्वार्थका लागि पनि राजा चाहिने केशरबहादुर विष्टको दाबी। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा भन्छन् आम राष्ट्रवादीको सपना सफल भयो। गणतन्त्र र राजा सहितको प्रजातन्त्र चाहने बेची ध्रुवीकरण जरुरी भएको राप्रपा अध्यक्ष लिङदेलको भनाई। कुष्ठरोग उपचारका लागि आवश्यक जनशक्ति नभएको निर्देशक झाको भनाई। ऊर्जा मन्त्री दीपक खड्का भन्छन् टिओडी मिटरको छिनोफानो विद्युत नियमन आयोगले गर्नुपर्छ। द्वन्द्वसँग जोडिएका विषय जटिल र संवेदनशील भएको कानून न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीको भनाई। द्वन्द्व पीडित महिला तथा बालबालिकाको राहतका लागि 3 लाख सिफारिस गर्ने अध्यक्ष मगरको स्पष्ट उक्ति। राष्ट्रिय गौरवका आयोजनाहरूका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने सांसदहरूको माग। नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र देव साक्य भन्छन् ऊर्जा क्षेत्रको विकास मार्फत समृद्धितर्फ जानुपर्छ। हेटौँडा सिमेन्ट निजीकरण प्रयासको विरोधमा माओवादी केन्द्रको प्रदर्शन। फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो। कोरियाले नेपालमा रेल पूर्वाधार बनाउन गर्यो प्रस्ताव। ओली सरकार आएपछि ऊर्जा क्षेत्रमा धेरै काम भएको इप्यानका अध्यक्ष गणेश कार्कीको दाबी। आइपिओको अनुमतिमा अनियमितताको प्रमाण आए 1 सेकेन्ड पनि कुर्सीमा नबस्ने सोभेन अध्यक्षको भनाई। भट्टको राजीनामा स्वीकृत गरेर प्रतिस्पर्धी बढाउन नचाहेको कायम मुकायम गभर्नर ढुङ्गानाको भनाई। आजदेखि नेपाली बक्स अफिसमा 2 नेपाली फिल्म जार र उनको स्वेटर प्रदर्शनको तयारीमा। पाकिस्तानसँगको तनावका बीच मोदी सरकारका उच्च पदस्थ अधिकारीहरूसँग आकस्मिक बैठक। सैनिक कारबाही भए पाकिस्तानलाई कडा जवाफ दिने भारतीय विदेश मन्त्रीको चेतावनी। पाकिस्तान भन्छ 25 भारतीय ड्रोन खसालियो। भारत भन्छ लाहोरको डिफेन्स प्रणाली नष्ट भयो। टोयोटाको खुद नाफामा 35% गिरावटको प्रक्षेपण। बेलायतसँग व्यापार सम्झौता गर्ने ट्रम्पको घोषणा। विशेष सम्बन्ध बलियो बनाउने प्रतिबद्धता। चीनमा 145% भन्सार महसुल अहिलेलाई कायमै रहने ट्रम्पको भनाई। हमासकै अवस्थामा पुर्याइदिने इरानलाई इजरायलको चेतावनी। र स्वास्थ्य जानकारीमा शरीरमा के हुन्छ जब हामी भोक लाग्दा पनि खाँदैनौ।